हेलो एभ्रिवान, स्वागत छ तपाईँहरूलाई फेरि मेरो नयाँ भ्लगमा। हिँडको तल लिएर जाऊ ल। दाइले चाहिँ गाडी लिएर झर्नु भएको, अप्ठ्यारो छ बाटो चाहिँ यहाँ। अप्ठ्यारो हो यहाँ, कसरी झार्छ यार। झारे झारे खुट्टाको त ब्रेकै छुन्नु त दाइ, तिमीले त खुट्टाको त ब्रेकै छुन्नु त। यत्रै बाटो हो, यत्रै बाटोमा अब लिएर जाने सानो बाटो हो। अब यतापट्टि लानु सकिन्न, पुरै भलले खोलेर बिजोग गरायो यतातिर त। अनि अब यही बाटो एउटै हो, तल हेरी ठुलै भिड छ, हेरी छाँगो छ तलतिर चाहिँ ए। अनि अब यस्तो खालको बिजोकै छ। आए झारे झार्न त झारे बुढोले यहाँबाट चाहिँ। अब यहाँबाट चाहिँ हामी फेरि माथि जाने हो। फर्स्ट टाइम आज नयाँ बाटोमा। माथिर नि केही राखिदिए भए हुन्थ्यो कि झुक्क्यो यार। ल साथीहरू, अहिले चाहिँ हामी खोलामा आएका छौँ। ठ्याक्कै मेरो अगाडि यत्रो खोलो बगिरहेछ। यताबाट 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 अहिले ठ्याक्कै हामी यहाँ बसेको छौँ। एकछिनपछि चाहिँ हामीले पानीमा यो क्यामेरा टेस्ट गर्छौँ कि DJI Action 4 क्यामेरा हामीले आज चाहिँ पानीमा टेस्ट गर्दैछौँ। साथीहरू हेर्नु होला हाम्रो भिडियोलाई लास्ट तक। अनि फेरि वाटरप्रुफ छ कि नै भनेर टेस्ट गर्नेवाला छौँ। सो गाइस लास्ट तक हेर्नु होला। अनि म तपाईँहरूलाई हल्का माछा मारेको सिन पनि देखाउनु। यहाँ चाहिँ लास्टै गएको छ ए। आज हामीले मारेका माछा ठुलो बान्थ्यो कि होइन, अर्को अझै अर्को छ यही हो कि। आज चाहिँ हामीले यति माछा मारेको थियौँ। यहाँ चाहिँ पहिला मान्छे बस्थे, आजभोलि चाहिँ बस्दैन नि। यहाँ चाहिँ तलतिर चाहिँ खोलो हो, अनि यही हो। अनि यहाँ चाहिँ पानी छ। यहाँ चाहिँ मकैका धान फाल्दो रहेछन् ए होइन ए। सबैमा यहाँ खेततिर चाहिँ धान फाले मकैले। हाम्रो घरतिर चाहिँ बल्ल खन्ने बहन ए। यत्रो यत्रोको डाँठ हालिसकेको छ नि। हाम्रो घरतिर चाहिँ अलि बल्ल मकै खन्ने भइसक्यो। अनि यहाँ चाहिँ खेत भएर चाहिँ छिटो मकै छरेको। अनि यहाँ चाहिँ कुलो छ पानी आउने। सेराको खेत, सेराको गोठ दुकाउने भयो छैन नि त अझै। सबैमा एउटा धान फालेर चारैतिर 15 दिनमा चाहिँ मकै कोपार्ने हुन्छन्। आइन्छ अन्त यता चाहिँ ठुलो हो, यता पनि आउने यो ढुङ्गामा। Hey, ladies and gentlemen.
देख न गाई देख न